ताप्लेजुङको सदरमुकाम फुङलिङमा आदिवासी जनजातिहरूको क्षमता विकासलाई लक्षित गरी 2 दिने तालिम सुरु भएको छ। नेपालका पूर्वी पहाडी भेगमा वनभूमि र जैविक विविधताको दिगो व्यवस्थापनलाई प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो तालिम क्षमता अभिवृद्धि परियोजना FLVEH अन्तर्गत आयोजना गरिएको हो। सम्बन्धित तपाईहरुलाई सबैजनालाई आमन्त्रणा गरिएको छ, बोलाइएको छ है। तपाईहरुलाई पर्खिने समयमा धेरै ढिलो भयो, सरी। तपाईहरुको अब कामहरु पनि छ हाम्रो टिम। त्यसैले अब स्वागतको लागि सबैजना साहित्य जानकारी पाउँछौँ हामीले समयमा हामीले परिस्थिति हाम्रो चाहिँ गाउँका दिदीबहिनी दाजुभाइ अनि चाहिँ सबै उक्त परियोजनालाई संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO मार्फत विश्व वातावरणीय सुविधा GEF बाट प्राप्त अनुदान सहायता नेपाल सरकारले स्वीकार गरेको हो। र त्यसमा तपाईँ हाम्रो संलग्नता अहिलेसम्म भएन। अब त्यो हुनुपर्छ। डेफिनेटली त्यो चिज माग्नुपर्छ। यति कुरा राख्दै सेवा प्रदायक संस्थाको रूपमा नेपाल आदिवासी जनजाति महासंघ नेफिनले तालिमको आयोजना गरेको छ। तालिम कार्यक्रमको अध्यक्ष महोदय वनस्पतिमा बहुमूल्य वनस्पतिहरू छ, रुखहरू छ, बिरुवाहरू छ, तिनीहरूलाई नै ध्वस्त बनाउन सक्ने अवस्था देखिएको छ। यी सबै कुरा जिल्ला कार्यक्रम संयोजक देवन सिंह मादेनका अनुसार ताप्लेजुङका 33 वडालाई कार्यक्षेत्र बनाई प्रत्येक वडाबाट 1 जना प्रतिनिधिलाई सहभागी गराइएको छ। सहभागीहरूलाई क्षमता विकासमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको छ। भन्ने कुराहरू यिनीहरूले यहाँ परिकल्पना गरिएको छ। त्यो खालको चाहिँ योजना तर्जुमा गर्नका लागि चाहिँ खालको एउटा त्यो छ नि, एउटा बनमारा, सेतो खालको बनमारा, त्यो फैलिन थाले पछाडि तपाईँले हैन यस्ता कार्यक्रमहरू रहेछ। तालिममा नेफिनका परामर्शदाता हरि थलङले सहजीकरण गरेका छन्। सहभागीहरूलाई FLVEH परियोजनाको परिचय, स्वतन्त्र अग्रिम र सुसूचित मन्जुरी, FPIC अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरू, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि 169, FPIC सम्बन्धी संवैधानिक एवं कानुनी प्रावधानहरू, FPIC कार्यान्वयन प्रक्रिया, स्थलगत तथ्याङ्क सङ्कलन तथा कार्ययोजना तर्जुमा लगायत विषयमा जानकारी दिएको छ। योजना तर्जुमा तथा व्यवस्थापनका लागि प्रादेशिक तथा स्थानीय सरकारवालाहरूको क्षमता। यसले बेरेर भित्र चाहिँ दबाएर म त्यहाँ चाहिँ टिकको बिरुवा रोपेको, टिकको बिरुवा चाहिँ यस्तोरी बाङ्गिएर हुनेछ भने यो लक्ष्य उसले राख्यो। प्रतिफल भन्छ नि, हामी लक्ष्य भनेर बुझ्छौँ होइन। यो लजिकल फ्रेमवर्कमा भन्ने कुरा पनि त्यही राखे। सबै नेपालको पूर्वी पहाडी क्षेत्रमा संरक्षित क्षेत्रभन्दा बाहिरी जैविक विविधता संरक्षण र दिगजीविकोपार्जनलाई प्रवर्धन गर्न साथै सुधारिएको परिस्थिति प्रणाली सेवाहरूको प्रवाहलाई सुनिश्चित गर्न ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र शङ्खसभा जिल्लामा परियोजना सञ्चालनमा छ। तथा दिगो उत्पादन व्यवस्थापन र 169 तपाईँ हामी सबैजनाले धेरैचोटि सुनेका छौँ, पढेका छौँ होइन। तर आएन बेला क्षेत्रलाई पनि यसबाट अलग लिइएको छ र माथि यो के